जुन महिलाको साथीहरूको घेरा सानो हुन्छ वा जसका धेरै साथीहरू हुँदैनन्, उनी एक्लो होइनन्, बरु उनी सम्बन्धको वास्तविक मूल्य बुझ्ने महिला हुन्। उनले जीवनले सिकाएका पाठहरूबाट बुझेकी हुन्छन् कि सम्बन्धमा सङ्ख्या होइन, गुणस्तर महत्त्वपूर्ण हुन्छ। आफ्नो मूल्य प्रमाणित गर्न उनलाई भिडको आवश्यकता पर्दैन, किनकि उनको आत्मविश्वास अरूको प्रशंसा वा स्वीकृतिबाट होइन, आफ्नै आत्मसम्मानबाट जन्मिएको हुन्छ। उनी आफ्ना सबलता र कमजोरी दुवैलाई चिन्छिन्, त्यसैले एक्लै उभिन वा आफ्नै निर्णयमा अघि बढ्न उनी डराउँदिनन्। आफ्नो जीवनमा कसलाई स्थान दिने, कसबाट दूरी कायम गर्ने भन्ने विषयमा उनी निकै सचेत र छनौटपूर्ण हुन्छन्। समयसँगै उनले नक्कली मित्रता, अनावश्यक नाटक र गफगाफको वास्तविकता देखिसकेकी हुन्छन्। त्यसैले उनी आफ्नो शान्ति, सम्मान र मानसिक सन्तुलनलाई प्राथमिकता दिन्छन्। उनले यस्तो जीवन रोजेकी हुन्छन् जहाँ मनको शान्ति हुन्छ, अनावश्यक तनाव हुँदैन र त्यसैमा उनी सन्तुष्ट हुन्छन्। उनी पूर्ण महसुस गर्न सधैँ मानिसहरूको भिडमा हुनुपर्छ भन्ने सोच राख्दिनन्। आफ्नै साथमा रमाउन, आफ्नै विचारहरूसँग समय बिताउन र आफ्नो संसार निर्माण गर्न उनी सक्षम हुन्छन्। उनलाई थाहा हुन्छ कि साँचो साथीहरू जीवनमा धेरै कम भेटिन्छन्। त्यसैले उनी धेरै नक्कली सम्बन्धहरूभन्दा थोरै तर विश्वासिलो र हृदयदेखि साथ दिने साथीहरूलाई बढी महत्त्व दिन्छन्। उनको सानो साथीहरूको घेरा त्यस्ता मानिसहरूले बनेको हुन्छ जसले समयसँगै आफ्नो इमानदारी, वफादारी र साथको मूल्य प्रमाणित गरेका हुन्छन्। किनकि उनी जान्दछिन् जीवनमा धेरै मानिसहरू हुनु ठुलो कुरा होइन, सही मानिसहरू हुनु नै सबैभन्दा ठुलो